गाइजहरू आज चाहिँ हाम्रो काम चाहिँ यो मार्बल पोलिसिङको काम हुँदैछ। हामी चाहिँ अहिले फर्कियात भन्ने ठाउँमा छौँ। यहाँ चाहिँ मेरो साथी पार्टनर ताप्लेजुङको यता यता हेर्नु न हौ, एकदमै मिलनसार, एकदमै इमान्दारी, एकदमै भरपर्दो विश्वासयोग्य। यहाँ तल दाइ चाहिँ इलामको हुनुहुन्छ। हाम्रो दाइ पनि एकदमै इमान्दारी हुनुहुन्छ। एकदमै केही पनि त्यस्तो पटाइ काम गर्नुहुन्न, यस्तो मजाले इमान्दारी साथ घोट्नुहुन्छ। हेर्नुहोस्, यो चाहिँ पहिलो फर्स्ट पोलिस भन्दा पनि त्यसले चाहिँ घोट्ने हो, त्यस पछाडि पोलिस जान्ने हो। आजको काम चाहिँ यस्तो छ, तपाईँहरूले पनि भिडियो हेरेर इन्जोय गर्नु होला। अब हामीले आज यो 3, 4, 5, 6, 7 पल्ट घोट्दाखेरि चाहिँ चिल्लो आउँछ होइन। नेपालमा चाहिँ पहिला हामीले घोटेको यहाँ पनि यो सँगै चाहिँ कतिपल्ट भइसक्यो, 3, 4 पल्ट भइसक्यो कि कतिपल्ट भयो सर? यहाँ पनि अब यस्तो कामहरू आउँछ, अनि यस्तो गर्न मन पराउँछ। पैसा हुनेहरूले चाहिँ कतारमा चाहिँ नेपालमा चाहिँ खासै त्यति साह्रो मन त गर्दैन, तर कोही कोहीले चाहिँ पुरानो भएपछि डिस्कलर हुन्छ मार्बल, अनि घोट्न लाउँछन्, पोलिस लाउन लाउँछन्। हामी नेपालमा भएको बेला नेपालमा पनि हामी गर्छौँ र गर्नेछौँ। यति भन्दै मेरो 2 शब्द यहीँ राखेँ गाइजहरू।